एकदमै हजुर हजुर एकदमै अब कहानीहरू अब के भन्नु सबै थोक राम्रो छ। राम्रो लाग्यो सबै राम्रो लाग्यो के भन्नु बेबी कस्तो लाग्यो तिमीलाई भनिदिनुस् त बाबा। एकदमै राम्रो हजुर कस्तो लाग्छ नि हजुर एकदम ठिक छ राम्रो छ अति राम्रो छ कहानी राम्रो छ कहानी एकदम हजुर आफ्नै घर परिवारको जस्तो सम्झना आउँछ कलाकारहरूलाई कस्तो लाग्यो एकदम ठिक छ कलाकार राम्रो छ एकदम राम्रो छ कलाकारहरूलाई के सन्देश छ चलचित्र उहाँले खेल्नुभएको यो जुन परिचित जुन छ त्यो अति नै राम्रो छ र यस्तै भयो भए हामीलाई चाहिँ नेपाली फिल्ममा उन्नति हुन्छ कि जस्तो लाग्छ। मास्टरपिस बब्बाल फेरि पार्ट 2 आउँछ होला होइन दामी झकास एकदम राम्रो छ नेपाली सिनेमालाई माया गर्नु राम्रो एकदम राम्रो लाग्यो राम्रो लाग्यो कस्तो लाग्यो राम्रो लाग्यो एकदम नेपाली सिनेमाको लागि राम्रो एकदम राम्रो छ राम्रो छ एकदम राम्रो छ राम्रो लाग्यो राम्रो लाग्यो राम्रो लाग्यो एकदम राम्रो लाग्यो कस्तो लाग्यो चलचित्र हजुर राम्रो छ एकदम दामी 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 राम्रो लाग्यो एकदम राम्रो लास्टमा स्याड एन्डिङ भयो राम्रो लाग्यो राम्रो छ एकदम खतरा लास्टमा मन कतक्कै खायो राम्रो छ राम्रो लाग्यो राम्रो 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 हजुर एकदम राम्रो लाग्यो सबैजनालाई सेवा एकदम राम्रो लाग्यो सबैजना आउनुभएको रहेछ नि त यता झन् नचिनेको सबै चिनजानकै छौँ राम्रो लाग्यो एकदमै के मन पर्यो अभिनय कस्तो मन पर्यो होइन एकदमै रियलिस्टिक नेचुरल हाम्रो कल्चर मिक्स सबै कुरा आएको छ अनि लिम्बूको पनि छ गुरुङ काफ्लेको हजुर सङ्गीत पनि राम्रो मेन चाहिँ नेचुरल भ्युजहरू जुन देखाएको छ असाध्यै राम्रो लाग्यो जुन सिनेमेटोग्राफी पनि असाध्यै राम्रो लाग्यो कथा पनि मेरो राम्रो नाम मगर विपिन कार्की अभिनय गर्नुभएको सबैजना टिमलाई के भन्न चाहन्छु सन्देश के दिन चाहन्छु टिमलाई एकदमै अर्ग्यानिक एक्टिङ छ अनि यसको जुन सन्देश दिन खोजेको छ हाम्रो कल्चरलाई सबैको कल्चरलाई सम्मान गर्नुपर्छ भन्ने त्यो चाहिँ धेरै मन पऱ्यो मलाई घाम सुक्यो राफले फकाउँछ काफले काफले फकाउन सकेर चलचित्रमा काफ्लेले फकाएको छ मन जितेको छ होइन मन मिलेको छ त्यही ठुलो कुरा हो सन्देश एकदमै राम्रो छ